सिक्किमको जनताले नै धेरै लाभ उठाउन सक्थ्यो भनेर यो म बताउन चाहन्छु र त्यही अनुसारले म अन्तिममा हाम्रो सम्पूर्ण सिक्किमको नै स्टुडेन्ट्सको तर्फबाट जति पनि हाम्रो कलेजको अनि हाम्रो स्कुल्सहरुको नानीहरुको तर्फबाट म सिक्किम सरकारलाई सम्माननीय मुख्यमन्त्री साहबलाई र एजुकेसन डिपार्टमेन्टलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने 2023 मा है 2023 मा हामीले योक्सममा एउटा फेस्टिभल गरेको थियौं टिमवर्क आर्ट्स है एउटा जयपुर लिटरेचर फेस्टिभल जस्तो फेस्टिभल मनाउने जुन चाहिँ एउटा कम्पनी छ जसले चाहिँ मुम्बईमा दिल्लीमा जयपुरमा स्पेनमा लन्डनमा दुबईमा र अरु अन्य संसारको पनि उहाँले यस्तो फेस्टिभल गराउने टिमसँग चाहिँ हामीले कोलाबोरेट गरेर सिक्किम आर्ट्स एन्ड लिटरेचर फेस्ट 2023 हामीले योक्सममा गर्यौं April 26, 27 and 28, 2026 हाम्रो रिच पार्कमा हामीले फर्स्ट एभर सिक्किम आर्ट्स एन्ड लिटरेचर फेस्टिभल जुन चाहिँ गभर्नमेन्ट अफ सिक्किमकै अन्तर्गत र गभर्नमेन्ट अफ सिक्किमको एजुकेसन डिपार्टमेन्टको भित्र जुन चाहिँ स्टुडेन्ट्स वेलफेयर बोर्ड सम्माननीय मुख्यमन्त्री साहबले गठन गरिदिनु भएको छ स्टुडेन्ट्स वेलफेयर बोर्डको अन्तर्गत हामीले यो फेस्टिभल फेरि एकपल्ट गर्नु गइरहेको छ त्यसको निम्ति म सम्पूर्ण है हाम्रो स्टुडेन्ट्स फर्टर्निटीको तर्फबाट हाम्रो सम्माननीय मुख्यमन्त्री साहब एजुकेसन डिपार्टमेन्ट अनि सिक्किम सरकारलाई नै धन्यवाद दिँदै र मेरो एक दुईवटा कुरा आज राख्ने यही अन्त गर्न चाहन्छु धेरै धेरै धन्यवाद